हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल विथ एनदर भ्लग र भ्लग चाहिँ के सम्बन्धी छ हजुरहरूले अगाडिको क्लिप हेरेर थाहा पाइसक्नु भएको छ होला र थाहा पाउनु भएको छैन भने पुरा हेर्नु होला यस भिडियोलाई र भ्लग चाहिँ हाम्रो दानाबारीसम्मको हाइकिङ भनौँ न गएको छ र तपाईको अगाडि क्लिपहरू थुप्रै छ जुन चाहिँ अब मको स्पेस कम भएको कारणले मिस्टेकले डिलिट गरी पठाएको छु भन्दै भ्लगतर्फ जाउँ है। अलिकति गरेको अवस्था ए ल हुन्छ राम्रो जानुहोस् है। हो र होइन होला हिँड न बाटो बिर्सेको अवस्था है। अब हाम्रो के छ भनेको हाम्रो एक मात्र लक्ष्य भनेको अब अहिले चाहिँ बाटो रोड पत्ता लगाऊ हाइवे बाटो चाहिँ कडा छ है एकदम खतरा बाटो आयो हामी आम्मा ल फाइनली आउँदैछ दुईजना पछाडि हाइवे चाहिँ यहाँ छ गिम्बल ल्याउनु पर्थेछ आज चाहिँ याद आयो किन मेरो भाइ हिँडाइ आज बाटो कडा छ बाटो आइपुग्यो फाइनली है यो अन द ग्राउन्ड फाइनली हामीले बाटो चाहिँ पत्ता लगायौँ यो माथिल्लो बाटो चाहिँ यो बाटो आउँथ्यो हामी चाहिँ सिधै बाटो आयौँ के लुगाको हालत तामै किन भन्नुभएको चार्ज सकेर नि मेरो भाइ किन भएको चार्ज नि भनिन मैले तिम्रो सार्दै यहाँ दुई आउँदैछ भर्खर है टोलीहरू ठिक छ नि हामी बाटो कस्तो रहेछ ल ठिक छ नाम भाइ बाटो कस्तो लाग्यो एडभेन्चर ल ठिक गाइजहरूलाई ट्रेनिङ गराउँदैछ भाइहरूलाई ल लाग्नेहरूलाई र हाम्रो भाइ आइसकेको छ उत्तम भाइ कस्तो लाग्यो त र अब हामी यहाँदेखि फेरि लाग्छौँ र हाम्रो बहिनीको एउटा घर आइपुग्यो है छिटो छिटो छ अरे अब हामी चाहिँ हिँड्यौँ अब रोडको बाटो जाने हो ल लेट्स स्योर हो नि 100% ओके ल हामी चाहिँ अब फिक्स भयौँ यस फाइनली हामी चाहिँ अहिले निशान डाँडा आइसक्यौँ धरान 5 यस धेरै छ टाढा अब हामी छ त बाटोदेखि हेलो दाजु गुड मर्निङ दाजु दानाबारी बाटो कता होला यसो भन्न सक्नुहुन्छ दानाबारीको बाटो यता चाहिँ हो होला यता पहिले हामी यता चाहिँ चढाए जस्तो लाग्छ एकचोटि यहाँबाट ए ल ल हुन्छ ल ल हजुर चाहिँ कहाँदेखि आउनुभएको हजुर चाहिँ कहाँदेखि आउनुभएको ए ल दाजु धन्यवाद हजुरको नाम ए नयाँ घर ल ठिक छ हजुरको नाम चाहिँ नरबहादुर मगर ल ठिक छ दाजु धन्यवाद हजुरलाई ल ल हुन्छ दाजु लागे ल हामी लाग्ने आँट्यौँ बाटो ल दाजु हुन्छ धन्यवाद दाजु र हामी चाहिँ अब 1300 लाग्यौँ दाइले भनेको अनुसार
ल बैलाई पनि थाहा रहेछ बाटो चाहिँ चढ्दैछौँ है आमा मस्त छ त बाटो यस्तो उकालो हुन्छ बिस्तारै भाइ यस्तोमा नजिक है मेरो चाहिँ हजुर ए बाटो यस्तो थियो एकदम हाम्रो उकालो बाटो सुरु भयो के हो त एकछिन थाक्ने के हो त त्यो त भएन नि त भाइ लेट्स गो बाटो पछाउँदै हिँड्दैछौँ दाजु किनकि यहीँकै लोकल पर्नु भएर त्यहाँनिर दाजु पनि हुन्छ साइडमा ए त हजुरको दाजु हजुरको नाम के होला दाजु हजुर विमल राई कुन राई ए म त साम्बाङ परेँ यता बान्दा हो अनि हजुर चाहिँ कहाँदेखि आउनु भएको अरे बजार पुगेर ए बजारमा डोकोमा के लाग्नु भएको थियो सब्जी सबै बेच्नु भयो 30-35 हो ए ल ठिकै छ अनि आज हजुर घर चाहिँ कता भन्नुभयो मेरो घर चाहिँ मुक्तिला हो मुक्तिला हजुर मुक्तिला चाहिँ कहाँ छ भेट्नु सेनाडा पारी ए सेनाडापारी एक्लै आउनु भएको सबै त बिहारै आउनु भयो होला तपाईँ 3 बजी राति आमा 3 बजी राति है यस्तो ल ठिक छ हाम्रो दाजु एकदम मेहनती हुनुहुन्छ अबको दाइ चाहिँ 3 बजे उठेर बिहानै डोकोभरि सब्जी लिएर चाहिँ तल कता बेच्नुभएको कृषिमा बेचेर आउँदै हुनुहुन्छ दाजुलाई सलाम छ है ठिक छ र अब बाटो चाहिँ यस्तो छ है हामीले लाग्दैछौँ रोहनले तिमीले बाटो लगेको थियो हामीलाई 4 बजे याद आयो गाइड अगाडि हिँड्नु भएको छ गाइडलाई देखाइदिनु न देखाउँदैछ गाइड खतरा छ आजको फेरि ठिक छ डट फाइल ठिक छ भने हामी कस्तो भइरहेछ ल ठिक छ हामी चाहिँ अब जाँदैछौँ बाटो यही हो लङ्का डलिँदै आइयो जिउँदै मार्यो छौँ है पुग्नु पर्ने उयो पल्लो डाँडा हामी वल्लो डाँडाको बिचमै छौँ अपलोड यस्तो छ है अब एकदम तल उकालो ओह्रालो भिजालो ल रेस गरेर हो भाइ र फेरि उकालो छ यस्तो छ गाइज हामी चाहिँ अलिक बाटो बिर्सेको छौँ होइन अब तपाईँहरू चाहिँ यसरी हिँडेको होला कसरी चाहिँ बाटो पत्ता लगाउने भन्दाखेरि चाहिँ सिधै उकालो हिँड्ने हो होइन यो पानी जाँदो रहेछ पानी थाप्नु पर्ला छ यो खाने पानी रहेछ एकदम यस्तो छ एकदम छिरा उत्तम ओ बाटो यस्तो छ एकदम उकालो सर्भाइभ पछि पानी धमिलो छ कि सङ्लो छ हौ पानी आउँदै रहेछ माथिबाट पाइप रे सरी योबाट पिँडालेको पत्ता है कि वन पिँडालेको पत्ता होला गाइजहरु के गर्छ तल्दैन छिटो ल चाहिँ पुरै यो खोला अहिले पहिरो गएको रहेछ र हामी चाहिँ फेरि सबैजना कुन बाटो लाग्नु यो बाटो लाग्नु गएको छौँ त्यहाँदेखि माथि के लेफ्ट हुँदै यसो माथि छ दुईजना टोली तल छ जुन त लाग्यो ताराले हेरे र म चाहिँ यहाँ छु बिचमै बाटो एकदम भिरालो खोलाको बाटो आइयो बाटो चाहिँ यो हो खास धरानको भ्यू अझ भ्यूबाट दामी थियो हाम्रो गाइडले यो डाँडाबाट गाइड हाम्रो चाहिँ फेरि डाँडा चढाउनु गाइड हुन्छ हाम्रो सुरुको डाँडा यो चढेको थियौँ फेरि यो डाँडा चढ्यौँ फेरि अहिले यो डाँडा चढ्न आँटिरहेको छु दामी देखेको धरानको तर देख्नु चाहिँ
मेरो घर ए ल ल यहाँदेखि देखियो होला ऊ मेरो घर मेरो घर मेरो आउन देखाइरहेछ फाइनल छ है फाइनल टास्क वी आर रेडी फर द टास्क हाम्रो भाइ बहिनी दिएन त एकजनालाई त आउँछ अब हामीले चाहिँ यही रुखको सहारामा चढ्दैछौँ माथि र अब यस्तो यता यता हुँदै ल बिस्तारै बिस्तारै झाडी पकड जाऊ औ त बिस्तारै जोस बनाइन है होसले है हाम्रो चाहिँ आउँदै रुट देखाउने आउँदै बाटो नदेखाउने फाइनली बाटो आइपुग्यो बाटो चाहिँ यो थियो हामी लङकट भनेर सर्टकट आएको धेरै सर्टकट आइन्छ हल्का एडभेन्चर गर्नु खोजेको होइन त तब हामी अब हाम्रो डेस्टिनेसनको केही नजिक आइसकेको छौँ बिहान तल छ यस्तो यस्तो अरू दुइटा हात हो मैले आउँदैछ यति जानु पऱ्यो एक ल ठिक छ लगभग अब बाटो याद आयो यो बाटो याद आयो ल तिम्रो साथीहरूलाई पनि ल्याउँदा हुन्छ दार्जिलिङले ल्याउँदा हुन्छ यो बाटो किन काबु यो बाटो अर्को बाटो नि नयाँ बाटो ठिक छ नाम्नु ओके ल है त यो चाहिँ कम्प्लिकेटेड छ मेरो लाइफमा हजुर बोजूको नाम के होला बोजू माया मगर्नी ए ल ठिक छ बाटो कति जति लाग्ला हामीलाई यहाँदेखि अहिले हजुर अब यहाँदेखि 10 मिनेट लाग्छ होला हौ नानी ए ल ठिक छ हजुर एक्लै कि म नानी छ कान्छी छोरी यता हजुरहरू बस्नुभएको कति वर्ष भयो अस्ति झरेको नानी ए दसैँ अगाडि नै दसैँ अगाडि नै हजुर त्योभन्दा अगाडि चाहिँ हजुर त्योभन्दा अगाडि अगाडि माथि मुभ घर छ नि त देखेको छ नि तिन हजुर ए ताति झर्नुभएको तपाईँहरू चाहिँ हजुर ए ल ठिक छ बोजू हुनुहुन्छ हेलो भन्नुहोस् है हेलो भनिदिनुहोस् है देखेको छैन त्यही पनि यता यता हेरेर हेलो ल ठिक छ हाम्रो बोजू नातिको भेट भयो र हाम्रो सेकरमा हाम्रो भाइ बहिनी पनि आइपुग्यो दुईजना ठिक छ नि भाइ पानी हो कि पसिना भयो कस्तो भयो बाटो जुत्ता ठिक छ नि मैले तपाईँलाई यो बाटो भनेको कि यो बाटो ल्याएँ क्या नाम्नुले हजुर हजुर ल ठिक छ है बोजूले के भन्नु सुन्यौ नि एकैछिनमा पुगिन्छ है ल अब लागौँ आइछ ल हुन्छ बोजू लाग्यो है ल ल हुन्छ ल भाइ हिँड न क्या सिता हिँड्नु खोजेको कि हो फाइनली बाटो लगभग यो अन्तिम हो नानाबारी नानाबारी आइपुग्यो है धेरै नै अब 2 घन्टा लाग्यो धेरै न र यहाँको झन्डा चाहिँ निकालिएको रहेछ किनभने चाहिँ अब चैत वैशाखमा हुरीले अब उडाउँछ र फटाउँछ भनेर चाहिँ उहाँहरूले निकाल्नु भएको रहेछ जस्तो गर्दा झन्डा चाहिँ अब योपालि देखिएन देख्न पाएन भनौँ न भिडियोमा के रहेछ हामी कहाँदेखि 7 देश पारीबाट आयौँ र 7 समुद्र पारीबाट त्यही त तिमीभन्दा टाढो त हाम्रो छ त अरे पढे आयो खाना जस्तो अब खाना आँटेछौँ हामी निकाल्दा हाम्रो बहिनी हुन्छ म हाम्रो भाइ चाहिँ त अगाडि चार्ज गर्नु आउँदैछ कोक चटपटे खाँदैछौँ हाम्रो बहिनीले स्याहार्दै हुनुहुन्छ खुसी बहिनीले बहिनी खुसी छ अरे चेयर्स बिस्तारै आम्मा
दाइ कोक लभर वरिपरि एका देउसी देखा एस मैले कहाँ ल हामी चाहिँ गेम खेल्दैछौँ सानो वरिपरि एक्का यस्तो यस्तो देखा भन्ने टाइपको मैले दाजुभाङ कहाँ लेखेको थियो भने स्टार्ट भएको त्यहाँदेखि स्टार्ट भएको भयो मेरो यहाँ केही छैन यसको अगाडि बोर्डहरू छ मात्रै देखेको छु गोलोभित्र हो गोलो सोलो छैन एस मात्र क्या इडसको यो होइन एउटा मात्रै छ क्या न त एसै एस नि कति एउटा मात्रै ठिक देखेको ल गाजहरूले कतिको देख्छ तै सबजना खोज्ने काम जारी छ एस मात्रै दिइसक्नु भएको छ एस नभेटाएर यहाँ हाम्रो एस मात्र लेखेको हाम्रो भाइ खोज्दैछ दुईजनाले गिभ अप दिएको छैन त्यहाँ छैन क्या मेरो ब्यागमा छँदै छैन खोज्ने काम जारी छ है इट्स योर टर्न तपाईँको मात्रै पेट 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 कहाँ चाहिँ रहेछ त केटाहरूको पेट गरिदिए यो चाहिँ कसम वाला मेरो घरमा पेटै छैन भाइ एउटा पेट यहाँ सुतिरहेको छ एउटा पेट यहाँ छ कस्तो चान्स गुमायो भनेपछि पेट अब तपाईँले एक हेऱ्यो भने पाउनु त साँच्ची भनेको आम्बो गरिदियो कता हेर्नु यता हेर्नु कि यता हेर्नु भयो कस्तो यार चारतिर घुमाउनु हेर्नु भएन नि पर घुमाउनु पऱ्यो त नेट वेट चाहिँ भेटेँ पेट कस्तो नभेटेको त त्यो मैले अघि भेटिसकेको के हो चौचौमा त छ पुरा खोज्यौँ पढाइदियो त बहिनी लास्टमा त दाइ तपाईँले अब त यो छोडिदिनु के चाहिँ यो बाहेक अरूमै छ क्या घुमाउनु नआउँदै आँखा आँखा त घुमाउनु कता घुमाउने क्या ठुला आँखा हो मैले नदेख्नु कारण के त पेटी फ्याट देखेँ क्या फेरि प्याट देखिनँ भने चाहिँ सरी गिभ अप हो दाइ त्यस्तै अवस्था होला हो अह भन्दैछ छैन मेरो फोनमा छँदै छैन पानी लाग्दो रहेछ पहाड सुरु दाइ चाहिँ अब एकदमै एकदम भयो त नि भास्ट भयो त हामी यार एकदमै भास्ट नि त एक्सट्रिम लेभलमा एकछिनमा पढ्दैछु हेरौँ बारीबाट झर्दैछौँ चारजना दामी यस्तो घुम्ने यहाँ त आन्टीले यसो हामीलाई घुम्नु फोटो खिच्नु भनेर चाहिँ हामी चाहिँ फोटो खिच्नु घुम्न आइरहेको छौँ दामी हुँदै ठाउँ हेर होइन नि यस्तोले दामी रहेछ अहिले चाहिँ हामी पवित्र रिसोर्ट बिहानीमा छौँ यो दानाबारीदेखि मासतिर र मनतिर देख्न सक्नुहुन्छ यो बन्दैछ आज यहाँनिर भन्नु बाँकी नै रहेछ भिडियो फोटो फोटो खिच्दैछौँ हामी फोटो भिडियो बनाउँछ केटाहरूले चाहिँ आज यहाँ बन्नु बाँकी नै रहेछ यो पवित्र के पो थियो ठाउँको नाम बिर्से पवित्र के पो अरे पवित्र बिहानी ल ठिक छ यता हुनुहुन्छ हाम्रो दाजु हेलो दाजु नमस्कार म भित्र छिरे ल ठिक छ हजुरको नाम मेरो चन्द्र राई हजुर यहाँको अनर हजुर ल अनि कहिले खोल्नु भएको यो
भयो होला 1 वर्ष जति 1 वर्ष जति है अनि के कस्तो चल्दैछ हजुरको ठिकै चल्दैछ ठिकै छ यहाँ सबै व्यवस्था रहेछ हजुर अझै बन्नु बाँकी रहेछ न हजुर हजुर बन्न बाँकी छ निर्वाह दिने अवस्था हो ल ठिक छ हाम्रो दाजुको नाम के भन्नु बिर्सिहालेँ मैले चन्द्र राई चन्द्र राई म पनि राई है फेरि र हजुरहरू कोही भिजिट गर्दै हुनुहुन्छ भने चाहिँ यहाँनिर आउनु होला यो पवित्र बिहानी रिसोर्टमा माथि पनि चढ्नु माथि पनि छ बन्दै रहेछ कन्स्ट्रक्सन र हाम्रो चन्द्र दाजुलाई भेट्नु होला है त ल दाजु धन्यवाद धन्यवाद ओके र ठाउँहरू थुप्रै छ अझै बन्नु बाँकी नै छ र हजुर यसो भिजिट गर्दै हुन्छ भने दानाबारी मतलब अब दानाबारी हाइकिङ आउँदै हुन्छ भने यसो भिजिट गर्नु होला हुन्छ यस्तो रहेछ है पुरै बन्नु बाँकी रहेछ यहाँनिर र चाहिँ हामी यहाँ जाँदैछौँ बिस्तारै चढ्दैछौँ टपमा ओके यहाँ साउनी हुनुहुन्छ है उहाँ चाहिँ यहाँको साउनीले लाँदै हुनुहुन्छ है घुमाउँदै ल ठिक छ यता हजुरको नाम खुसी गुरुङ ल ठिक छ है यहाँ गुरुङ निको रहेछ आउनु होला यहाँ बार्बिक्यू पनि तल रहेछ ल ठिक छ ठाउँ चाहिँ हजुर अब कहिलेसम्म सक्ला त अब अर्को महिनासम्म चाहिँ सबै सकाउने भनेको ल ठिक छ अनि खुसी चाहिँ खुसी हुनुहुन्छ नि एकदम ल ठिक छ ल चाँडो हुनुहोस् ल ठिक छ ठाउँ चाहिँ एकदम बबाल छ है भर्खर भर्खर बनेको रहेछ अझै कामहरू सक्नु बाँकी छ र ठाउँ पनि एकदम दामी छ तपाईँको बस्ने चाहिँ यो काठको यसरी ग्रिन कलर गरेर भएको रहेछ उहाँहरूले अझै बन्ने काम जारी छ र तल पनि देख्नुहुन्छ हामी चाहिँ माथि फ्लोरमा छौँ र अझै यो कम्प्लिट हुनु बाँकी छ अब कति टाइम लाग्छ 5-6 महिनामा सक्छु जस्तो कुरा जस्तो लाग्यो अघि उत्तम भाइ यहाँसम्म हाइकिङ आउँदा कस्तो यात्रा के कस्तो भयो बाटोमा यसो भन्न सक्नुहुन्छ होला बल्ल बल्ल आयो होइन फेरि अब नजानु पनि मिलेन जानै पर्यो घरदेखि चाहिँ कुरा आफ्नो कुरा त्यहाँ जान्छ फर्किन आँटेको तर एकैचोटि क्याफमा भेट्नु छ ओके भाइ को हान्छ भने त म पो रहेछु त सिसा त पुस्नेवाला भएको रहेछ यहाँ त एकदम सफा सफा सबै ठाउँ रहेछ आज म भित्र छिरेँ उहाँहरूको अनुमति बिना नै ठिकै छ ए भित्र छिरेँ नमस्कार आन्टी हजुरको नाम ओम शेर्पा हजुरले भर्खर खोल्नु भएको छ है यो अहिले के कस्तो चल्दैछ हजुरहरूको सामान्य तरिकाले चल्छ ए ओपनिङ भइसकेको छैन होला कि ओपनिङ चाहिँ कहिले हुने होला हो अब छिटै बाटो भयो भने बाटो राम्रो सुविधा भएपछि ए ल ठिकै छ यो चाहिँ अब आइडिया चाहिँ कसको हो यसो खोल्ने भनेर यसो हुन्छ नि तपाईँको हामीहरूको आफ्नै घर आएपछि ए ल ठिक छ होइन आइडिया चाहिँ कसको आयो यसो अब यो खोलौँ भन्ने त हुन्छ नि तपाईँको हामी दुवैजनाको सरसल्लाह हस्बेन्ड वाइफ नै होला हजुर ल ठिक छ राम्रो खोल्नु भएको रहेछ अब हामी इफ फेरि अब दानाबारी घुम्न आयो भने हजुरकोमा आउने छौँ कोही दानाबारी आउँदै हुन्छ भने यहाँनिर अब भिजिट गर्नु होला हाम्रो यो पवित्र के पो भन्नुभयो बिहानी पवित्र बिहानी रिसोर्ट छ भर्खरै खोल्नु भएको छ उहाँहरूले लगभग अब कति 5-6 महिना कति हुनुभयो 1 वर्ष लाग्यो ए 1 वर्ष भइसकेको खोल्नु भएको चाहिँ अब अलिक बाटो राम्रो भएपछि उहाँ चाहिँ अझै ओपनिङ गर्नुहुने भन्दै हुनुहुन्छ ओपनिङ चाहिँ गर्नुभएको रहेनछ अब हजुर पनि आउनु होला तर आंशिक रूपमा सबै सुविधा छ सबै सुविधा छ जस चलिरहेको छ म त जुत्तासँग आएँ फोहोर गर्दा होला नरिसाउनुहोस् है ल हुन्छ हजुर ल हुन्छ ल हुन्छ र हाम्रो यहाँ दिदीसँग मिठो बातचितपछि चाहिँ अब दिदीहरू आन्टी नै भनौँ न उहाँ आन्टीसँग गरेपछि म त निस्किँदैछु र हजुरहरू पनि बनिहाल्यो बाटोमै छ सिधै यो हाइवेमै भनौँ न अब पिच हुनु बाँकी छ र हामी चाहिँ अब यहाँ यसो हेऱ्यौँ होइन राम्रै रहेछ लिङ्क चाहिँ यही हो हाम्रो पवित्र बिहानी रिसोर्ट छ नाम चाहिँ यहाँनिर चाहिँ एकदम बवाल ठाउँ छ भनौँ न अब यहाँनिर खानेकुराहरू पनि राम्रै पाउँछ भनौँ हजुरहरू भिजिट गर्न सक्नुहुन्छ यो दानाबारीको बाटो धरान फर्किने बाटोमा हाइवेमा हो र यसो हेर्नु होला बोलेपछि ब्याक टु है धरान लाग्दैछौँ आफ्नो गन्तव्य घर हो आफ्नो गन्तव्य लाग्दैछौँ घाम एकदम चर्को लागिरहेछ तर हामीलाई घामले पोलेको छैन घामले उल्टै पोलेको छ के बोले भाइ अब के बोले टाढादेखि आएको डढेर लागेको रहेछ है जङ्गल पुरै आगो लगाएर यस्तो अघि हामी उयो माथि डाँडामा थियौँ त्यही बाटो यसो हुँदै त्यही माथि गएको थियौँ यसमा चाहिँ एकदम बाटो रहेछ रहेछ बाटो एकदमै बाटो कस्तो छ मेरो भाइ भनिदेऊ
दामी छ नाम्नु भाइ भनिदेऊ बाटो कस्तो छ एकदम दामी धुलो धुलो नडाउनु अगाडि गएर यार भाइ मलाई के खुसी लाग्यो भने दाउराहरू काटेर मस्त सुकाउनु भएको रहेछ बाटोमा हाइवेमै गर्मी एकदम छ हामी त यो डाँडादेखि आएको कति छिटो हो यो डाँडादेखि यता घुमियो अरे हो यस्तो टर्निङ यहाँनिर डेस्टिनेसन चाहिँ छ यात्रा जारी नै छ हाम्रो घरसम्म अब ठिक छ नि भाइ हिँड्नु पनि कति घन्टा अगाडि हिँडेको हेर टाइम एकचोटि यो बाटो आएको थियौँ उयो भिड चढेर उयो डाँडा हुँदै हुँदै माथि 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 हुँदै गएको थियौँ र अहिले चाहिँ हामी यो बाटो सक्नुहुन्छ एकदम भिरालो छ बाटो एकदम भिरालो छ झर्दैछ गयो जान जाँदैन बिस्तारै बिस्तारै सिलगढी खेल्दै आउँदा बसेर यस्तो बाटो भएको चाहिँ राम्रो बाटो हुँदै उता बाटोमा फोकस गर भाइ जिलेटी खेल्दैछ आम्बाल ए मजाले त्यहाँदेखि ए हामी नखाला कस्तो मस्त भइरहेछ त यहाँदेखि जाने भाइ कत्रो अनि जो देख्दा हो त नै टोलहरू हाम फाल्दै त्यो कालो बाँदर रहेछ बाघो हामी चाहिँ अघि उयो बाटो गएको थियौँ त्यो बाटो हुँदै हुँदै यस्तो यस्तो हुँदै हामी जाँदैछौँ अब सबैजना यो हाम्रो उत्तम सर हुनुहुन्छ बाटो देखाउँदै हुन्छ उत्तम सर बाटो सही लानु होला है बोजू हुनुहुन्छ बोजू नमस्कार बोजू यो ठाउँको नाम चाहिँ के भन्छ होला पदमबारी पत्रङबारी ए यहाँदेखि धरान अब कति लगभग लाग्ला टाइम पुग्नु बाइकमा त 15 मिनट अब हिँडेर त अब आधी घन्टा ए आधी घन्टामा ए ओह्रालो पत्रङबारी भन्नुभयो है ए हजुर चाहिँ यहीँ बस्नुहुन्छ ए ठिक छ हामी चाहिँ धरानबाट आएको थियौँ बोजू बिहानै यसो तपाईँको भिडियो बनाउँदै हाइकिङ आएको थियौँ चारजना अहिले चाहिँ फर्किँदैछौँ धरान भनौँ न त्यहाँ चाहिँ के कति टाइम लाग्छ तपाईँलाई सोधेको ल हुन्छ बोजू लाग्यो ल ओह गर्मी लास्टै छ बा Mood is on eh why she is angry I know अरे we know अरे हम ठिक छ गाममा अब त आइयो लगभग त्यो जङ्गलबाट सकेर हाइवेको बाटो आइसकेको छौँ चारजना गाइजहरू एकजना हुन्छ यता एकजना उता हुन्छ अब चाहिँ के इस्मा लागेको देख्दैछ जङ्गल बाटो सकेर होला अर्को यहाँ छ पारी हेरे ठिक छ हामी जाँदैछौँ त्यस्तो एक्सट्रिम भयो स्टार्टिङ अनएक्सपेक्टेड भेट्छ तर उकालो जाँदा अघि हामी बिहानै चाहिँ यो बाटो लगभग 5 बज्न आँट्यो छिटै आइछौँ हामी पहल्ला हामी यो बाटो गएको थियौँ बिहानै अहिले चाहिँ हामी यो बाटोबाट फर्किसकेको छौँ लगभग हामीलाई लाग्यो होला 4 घन्टा लाग्यो कि 5 घन्टा लाग्यो कि ल ल हामी चाहिँ खाजा खान्छौँ गाई चाहिँ आज कस्तो भयो त हाइकिङ यसो के भन्छ चाहन्छ कि अर्कोचोटि जानु चाहन्छ जानु न कस्तो गिभअप दिएको हुनु न जानुपर्छ फेरि भन्छ ठिक छ हाम्रो भाइ मलाई चाहिँ र हामी चाहिँ दानाबारी हाइकिङ गएर पनि फर्किसकेको छौँ मैले चाहिँ कति भिडियोहरू अगाडि स्टार्टिङको चाहिँ हाल्नु पाइनँ किनकि डिलिट भएछ स्टोरेज नभएको कारणले मिस्टेकली डिलिट गरी पठाएछु मैले र हजुरहरूलाई के कस्तो लाग्यो मेरो दानाबारीसँगको ब्लग तल कमेन्ट गरिदिनु होला है त।